2082 6,27 हेलो नमस्ते एभ्रिवान होप गुड एन्ड फाइन एन्ड सबजना सन्चै र आरामै हुनुहुन्छ होला। म एकदम सन्चै र आरामै छु। आज चाहिँ यति खुसी चाहिँ किन छु भन्दाखेरि आज चाहिँ मेरो आफ्नै दाइको हल्दी रसम हो नि, पर्सि चाहिँ बिहे हो। अनि त्यसपछि सबजना मेरो आफ्नै दाइको बिहे हो, त्यसैले सबजना चाहिँ कमेन्टमा ह्याप्पी म्यारी लाइफ चाहिँ लेखिदिनु होला। अनि त्यसपछि अहिले चाहिँ धेरै काम बाँकी छ, अनि त्यसैले म कामसाम गरेर अनि त्यसपछि डेकोरेसन पनि गर्नु बाँकी छ। अनि डेकोरेसन गरेर अनि सिधै भेटौँला है। अहिले चाहिँ हाम्रो घरमा चाहिँ धाराको व्यवस्था छ, तर पानीको व्यवस्था नभएर अरू घरबाट पानी चाहिँ हामी माग्दैछौँ। अब गाउँठाउँमा त यस्तै भइहाल्छ नि होइन। अनि यहाँ पाइपहरू जोड्दैछ, अन्त सब डेकोरेसन गरेर अनि त्यसपछि भेटौँला है। साथीहरू म चाहिँ चट्ट लगाएर रेडी भइसकेको छु। मेरो ड्रेसअप चाहिँ यस्तो खालको रहेछ। अनि त्यसपछि अहिले चाहिँ दाइहरूले उता डेकोरेसन गर्नु भइरहेको रहेछ। अनि त्यसपछि म चाहिँ यता साथी घरमा काम रहेछ हल्का, अन्त यस्तै काम गर्न आइदिएको। अनि त्यहाँ चाहिँ अब काम भएपछि अनि डेकोरेसन देखाउँछ तपाईँहरूलाई। अनि वाच चाहिँ भिडियो चाहिँ पुरा फुल वाच हुनु पऱ्यो र कमेन्टमा चाहिँ ह्याप्पी म्यारिज लाइफ लेख्नु पऱ्यो है तपाईँहरूले जसरी माने। साथीहरू यो क्लिप चाहिँ आइफोनदेखिबाट हो, कस्तो क्वालिटी आएर यस्तो हल्का कमेन्ट हानिदिनु पऱ्यो। अनि यता चाहिँ भाइहरूले यता जम्बू हामी चाहिँ लिन आएको थियौँ जम्बू। अब जम्बू लिएर चाहिँ हामी घरतिर फर्किरहेछौँ। साथीहरू अहिले चाहिँ 12 बजेर 12 मिनट भइसकेको छ होइन। अनि त्यहाँपछि हामी एकछिन यो मोबाइल चलाइदिएको, टिकटक चलाइदिएको त कतिखेर टाइम बित्यो थाहै पाएन होइन। अब सब स्पिकरहरू पनि बन्द भइसक्यो। हामी चाहिँ सुन्नु जान थाल्यो। अनि के कस्तो लाग्यो हाम्रो हल्दी रसम सबजनाले कमेन्टमा चाहिँ ह्याप्पी म्यारिज लाइफ लेखिदिनु होला। सबजना सुत्नु गइरहेछ अनि हामी नि अब सुन्नु जान थाल्यो हो। सो थ्याङ्क्स फर वाचिङ र कस्तो लाग्यो कमेन्ट हानिदिनु पऱ्यो सबजना मिलेर।